हेलो साथीहरू नमस्ते गुड मर्निङ अनि सन्चै हुनुहुन्छ होला अनि के गर्दै हुनुहुन्छ हाम्रोमा त ढकमक्क घाम लागिरहेको छ बिहानै है हेर्नु यस्तो मजाले घाम लागेको छ धानहरू सबै हरियाली भएर कसै पाक्दैछ कुनै भर्खर निस्किँदैछ म चाहिँ तपाईँहरूलाई आज सुनखरी फुल भन्ने देखाउन लागिरहेछु हेर्नुहोस् सुनखरी फुल भनेको चाहिँ यही हो जतिपय मान्छेले देख्नु भएको छैन होला कतिपयले देख्नु भएको छ होला यस्तो यो हाम्रो चाहिँ आँपको बोटमा छ यो चाहिँ यस्तो मजाले छ हेर्नुहोस् झ्याप्प छ अहिले हरियो भइरहेछ यो चाहिँ फागुन चैतमा चाहिँ यसको पत्ताहरू झरेर अनि डन्ठी मात्रै हुन्छ त्यो लामो लामो होइन त्यो डन्ठीबाट चाहिँ कस्तो मजाले फेरि ढकमक्क भएर फुल फुल्छ अनि यो चाहिँ अचम्मको छ यसको अब यसलाई चाहिँ रुखमा रोप्नुपर्ने हुन्छ उसको जरा पनि रुखमातिरै नै फैलिएर गएको हुन्छ अब कतिपय मान्छेले चाहिँ यो औषधि पनि भन्ने गर्छ अब औषधि चाहिँ के को हो गाइज मलाई पनि जान्न मन लाग्यो मलाई नि बुझ्न मन लाग्यो जति पनि तपाईँहरूले जान्नुभएको छ भने चाहिँ मेरो भिडियोमा कमेन्ट गरेर म्यासेज छोडिदिनु होला यो चाहिँ यस्तोको हो औषधि भनेर भनिदिनु होला है अब यो चाहिँ चाहिन्छ भनेर भन्नु चाहिँ हाम्रो बुवाले चाहिँ उहिले अब जङ्गलदेखि ल्याएर यहाँ घरमा चाहिँ सोको लागि रोप्नु भएको रहेछ अब यो चाहिँ खालको हुन्छ यो चाहिँ अब सेतो खालको फुल्छ फुलेको बेलामा तपाईँहरूलाई भिडियो लगाइदिन्छु अनि अर्को कलरको हुँदो रहेछ यो चाहिँ हाम्रो यो एक कलर भयो होइन अनि यो यतापट्टि छ फेरि भर्खर ल्याएर लाउनु भएको छ यो चाहिँ अर्कै कलरको फुल्छ अब तपाईँहरूलाई फुलेको बेला राम्रो म देखाउँछु तपाईँहरूले तर औषधि कतिपयले भनेको सुनेको थिएँ र तपाईँहरूले जान्नुभएको छ भने चाहिँ म्यासेजमा के को औषधि हो यो भनेर मलाई पनि बुझाइदिनुहोस् हामी पनि जान्न रोपेको छौँ तर औषधि के को हो भनेर चाहिँ स्पष्ट रूपले थाहा छैन त्यही भएर तपाईँहरूलाई म यो एउटा सुनखरी फुलको भिडियो तपाईँहरू माझमा लगाउँदैछु तपाईँहरू सबैले हेरेर कमेन्ट गरिदिनु होला गाइज